सबजनाले ग्यान्टेलाई पूजा गरेर मुझेहरू ग्यान्टेलाई मुझे ग्यान्टे आएपछि गेम कतिको चेन्ज भएको छ सबजनाले डिआरएसको फ्यान क्लबमा लेख्दाखेरि ग्यान्टेलाई मुझे खेलाउनु पर्यो पिएमजिओ भन आइजिएलमा अनि गेम राम्रो हुन्छ बाइस किल चिकन हुने भयो नि त 19 20 21 21 किल चिकन हैन ए 19 हैन नि कति छ हाम्रो अहिले 19 किल छ उताको 4 जना छ 4 जना भनेपछि 23 जना भएन 19 मा 4 23 23 किल चिकन हुन्छ केटा हो इजी सिधै फर्स्ट ग्यान्टे गड इन द च्याट लेख्दो ग्यान्टे गड लेख्दो कुरा हो सबले ग्यान्टे लभ यु लेख अनि नाइ फ्रेक के चिकन हो का यसलाई त हान्छ यो टिममा त लभलीको छोरी केटाहरूले नेपेक्सलाई वाइप हानेपछि कति सजिलो भएर त गेम अनि नाइ हो ल एउटा जोड्ने मर्यो अनि त दाइ एउटा जोड्ने मर्यो जस्तो लाग्यो अरू सबै किलाएर इजी क्वालिफाई भएन अति क्वालिफाई भएन सुरुमै ब्रेक तानेको थिएँ मैले सुरुमै इजी क्वालिफाई भएन त भयो त्यो खुसीमा सबजनाले सब्स्क्राइब हान्न यो खुसीमा last one guys last one ल सक्यो आईडी सक्यो डीआरएस को चिकन हुन हैन आईडी चान्स सक्यो सक्यो डीआरएस को चिकन हुन चान्स 4v4 ड्यास भन न ए सर दरो रिक्समा पर्यो नि केटा हो अब गयो माथि सेकेन्डमा आयो डीआरएस पछि सेकेन्डमा ओए मा कसम सिधै सेकेन्डमा यार सिधै सेकेन्डमा सिधै सेकेन्डमा आउने 3 किल छ 3 भनेको 91 सेकेन्ड हो कि सिधै आरडी र सेम पोइन्ट थियो अघि नि अनि आरडी माथि गयो भने चाहिँ अब सोच न अब प्लेसमेन्ट पोइन्ट मात्रै एड भएको छैन के मतलब फर्स्ट भन्न गयो तर 5 मिनेट ग्याप छ फर्स्टमा सबले हानेर चिकन खायो भने 5 मिनेट ग्याप हुन्छ क्लोज इन जोन कस्तो नहानेको सम्झिले आउन देखेर उनीलाई कस्तो चिलमा आउन दिएको 19 किल यार आमामा टुर्नामेन्टको सबसे हाईएस्ट किल हान्दियो त अनि कमब्याक भने त यस्तो पो हुन्छ त अनि फाइनलमा अस्ति हानेको हैन 3RB ले 21 88 प्लस 88 छ हैन अब सिधै प्लस 10 गर त 88 प्लस 10 कति हुन्छ 98 अनि 3 अब 3.9899 100 101 पोइन्ट ओ माय गॉड 5 पोइन्टको डिफरेन्स त्यसपछि टी2के सँग ए रे भाइ 4 जना 3 जना कहाँ छ ए 4 जना हो 100 भन्छ ओए मा कसम 102 भयो त हैन 102 फ्र्यागले निकाल्यो फ्र्यागले फिनिश हान्यो फ्र्यागलाई हान्यो अर्को पनि नक एउटा किल मिस हुनु भयो नि त एउटा प्ले जोनले गयो ओए दुई ढाइले 101 भयो त 101 नै भयो 101 नै भयो केटा हो 101 भयो केटा ओ माय गॉड व्हाट अ कमब्याक फ्रम डीआरएस यार हाइट के हानेको यो 22 21 किलो के 22 किलो मैले खतरा सपोर्ट गरेर हो के हल्का बिजी थिए म फोन गरिभरि थिइन अब यो सन्देश र ग्यान्टेलाई यिनीहरूले झारेन भने त चिकन हो गोली त हानेन म कहाँबाट झारेन चेप दिसक्यो ए त्यहाँ ग्लिच भएर देखाइ लाग्यो यसले सन्देशलाई चाहिँ झार्छ होला झार्दैन गोली त तले ठुक्क बुझे युएस को लागि झार्छ यिनीहरूले त माथि छ हौ त्यो एजेन्ट भन्ने त अझ माथिकोले त पछाडिबाट पिन हान्न मिल्छ होला नि उता फ्याक छ नि त फ्याकको कभर छ नि ए मान्छे मर्नलाई अगाडि जान्दैछ यो अनि त
20 किल यसलाई ओए जोनले मरो हो त्यो म एकछिन आयो ओए मर्यो लास्ट वान सत्य लास्ट वान यो गाडी पछाडि दे ओए किल दिएन 22 किल 101 101 थ्याङ्क यू यार कमल जोड्स डिआरएसको गेम फेरि त गाली गर्नेलाई केही भन्नु त अरे मैले त के भन्ने हो र केटा हो जे सुनाएर अब आफै लुक्छन् होला कहिले साइक्लोन लिएर कहिले ग्यान्टे लिएर भन्दै हुन्थे